सहयोग गर्ने अनि अभिभावकहरूलाई हामीले सम्मान गर्ने निर्णय गरेका छौँ। जसमा डम्बरबहादुर सन्त्यालज्यू उहाँ सायद हुनुहुन्न होला। त्यसै गरी भतिकला सन्त्यालज्यू, तेज कुमारी सन्त्यालज्यू, कर्णबहादुर नौकाज्यू आइसक्नु भएको छ। त्यसै गरी हाम्रो मिस सविता सन्त्यालज्यू हुनुहुन्छ। त्यसै गरी बाबा सुमो देउल खाइले पनि उहाँको पत्नीहरू पनि विद्यालयका भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर सन्त्यालज्यूलाई सम्पूर्ण भाइ बहिनीहरूलाई साथ दिला जस्तो छैन। म स्काउट इच्छुक व्यक्तिहरूले उहाँ आएर टिका लगाइदिन सक्नुहुन्छ। त्यही राखिन्छ बाजे। एकछिन त लाउनु पर्छ कि राख्ने। अरू मिसहरू जानुस् न। सात आउनु सबैजना सात आउनु। सात आउनु। उता ल आउनुहोस् आउनुहोस् ल ल सात यता दिनु यता दिनु यहाँ ल ल जानु 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 हजुरले लगाएर दिनु पाउनु भयो। पहिला टिका लगाएर सम्झि सबैजना ताली। म समान्छु म समान्छु। हाम्रो विद्यालय परिवारका सम्पूर्ण विद्यालय पदाधिकारीहरू, त्यसै गरी विद्यालय व्यवस्थापन समिति सदस्यज्यूहरू, शिक्षक स्टाफहरू सम्पूर्ण र इच्छुक अभिभावकज्यूहरूलाई पनि आएर उहाँलाई टिका लगाएर आशीर्वाद दिन सक्नुहुन्छ। सम्पूर्णलाई म हार्दिक अनुरोध गरेँ। पानी परेको बेलामा हाम्रो चाहिँ चलिरहेको छ यता पनि सबै मेकिङ गर्यो यहाँ पकौडा मेकिङ। ल हल्ला नगर है ल सबैजना ल। खै ताली हाल्नु खै सबैले ताली हाल्नु न। सबैजनाले ताली है ल है सबैजनाले ताली खै ताली ल ताली खै ताली ल सबैजनाले ताली ल। तथा समाजसेवीज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू र विभिन्न संस्थाबाट पाल्नुभएका व्यक्तित्वज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू यहाँहरू सबैलाई स्वागत गर्दै हामी यस जन्मदिनको उपलक्ष्यमा एउटा स्वागत सन्देशमूलक र शुभकामना दिने खालको एउटा सानो गीत बनाएका छौँ। यसलाई स्वीकार दिनुहोला र यसमा वाद्यवादनका भाइ बहिनीहरूले साथ दिनुहुन्छ।
नजिक आउनुहोस् Pertimbangan saya kepulauan timlai. युजुलीमा आयौँ सुन्नुहोस् हजुर हाम्रो जवान अल्लाह दिउ भन्ने आँखामा स्वागत गीत सुनाउनु भएको छ यहाँहरूमा स्वागत धेरै धेरै धन्यवाद। त्यसैगरी अब शुभकामना वक्तव्य राखिदिनु न यसै विद्यालयका अभिभावक सोम श्रीजीलाई म अगाडि बढाउन चाहन्छु। कैद गरेछु मैले कैद गरेछु मैले कैद गरेछु मैले आज मिति 2082 सालको पाउन अवसरमा प्रभाजन भट्टाचार्यको बर्थडे पाउन अवसरमा प्रवासीको उपलक्ष्यमा उहाँले सहयोग गर्नुभएको छ। यहाँ प्राथमिक विद्यालयलाई अलि त्यहाँ पोस्टतिर बस्दै भने अब हाम्रो समय भनेको जम्मा 4 दिन बाँकी छ। 4 दिनमा 2000 सदस्य तथा गैर सदस्यलाई गरेर 10,000 भन्दा बढी सदस्यहरूलाई वित्तीय साक्षरता दिने हाम्रो कार्यक्रम छ। सिवाइसी बचत तथा ऋण सहकारी संस्था सिवाइसी भनेको कस्तो संस्था हो भने 2066 साल चैत्र
26 गते घनिष्ठ कार्यालयमा दर्ता भएर 2067 साल असोज 22 गतेबाट 80 जना व्यक्तिहरूले 1-1 लाख रुपैयाँ हालेर सुरुवात गरेको एउटा सहकारी संस्था हो CYC बचत तथा ऋण सहकारी संस्था। हाल यस CYC बचत तथा ऋण सहकारी संस्था 80 जनाबाट सुरुवात भएको संस्था 26,800 भन्दा बढी शेयर सदस्य हुनुहुन्छ भने 2 अर्ब भन्दा बढीको यसको सम्पत्ति छ। 1 अर्ब 86 करोड यसको बचत छ भने 1 अर्ब 50 करोड यसको ऋण छ। अब CYC ले के काम गर्छ, किन यहाँ आयो भन्ने सन्दर्भमा गाउँ-गाउँमा ब्याङ्कहरू नजाने र हराइरहेको समाजमा र हामी त्यसै गडबडाइरहेको अवस्थामा र यो काम गरेर के हुन्छ र भनेर सोच्दै हिँडिरहेको बेलामा उहाँले जुन प्रयास गर्नु भएको छ त्यसलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। उहाँले 84 पूजा पनि गर्न सक्नुहुन्थ्यो, मजागाजा गर्न सक्नुहुन्थ्यो, धेरै चेलीबेटी बोलाउन सक्नुहुन्थ्यो, धेरै नेताहरूलाई बोलाउन सक्नुहुन्थ्यो, भोज होटेल मासु रक्सी गर्न सक्नुहुन्थ्यो र हामीले केही दिन मात्रै मोज मस्ती गर्थ्यौँ। कहिले मासु नपुगे मासु पुगेन भइरहेको 84मा भन्ने थियौँ, अथवा रक्सी नमिठो दिए रहेछ भन्ने थियौँ, अथवा बाजा मिलेन भन्ने थियौँ होला। हामीले ती कुराहरू गर्ने थियौँ होला। र यो सबैको सट्टा उहाँले आजीवन बाँच्ने 84 वर्ष मात्र होइन, उहाँ 100 वर्ष बाँच्ने प्रयास गर्नुभयो। त्यसको लागि फेरि पनि धन्यवाद दिन चाहेँ। र जुन प्रयास गर्नुभएको छ त्यसले उहाँलाई सधैँ जीवित राख्नेछ। र हामी व्यवस्था समाजमा के गरौँ भन्ने मानिसहरूलाई हामीले धेरै कुराहरू उहाँको देखेका छौँ। आएको बुढो त रोम हात रोम सर्वा खान पाइँदा मोर्या छैन। भाइ भाइलाई तुक लाग्यो गोला गोला तुक तिमीलाई त हुन्छ होला तिमीले गरेको थियौ आजको चाहिँ हाम्रो यसरी चलो आज एक कल बाजे अज एक कल ठीक है मैं बहुत बकरा ओ आज एक पाली छ।
हेलो सबैजना ल एकै हरि जपिन्छ राम जपिन्छ धर्म गरे सबैलाई हरि जपिन्छ राम जपिन्छ दान गरे सबैलाई पुण्य थपिन्छ हरि जपिन्छ राम जपिन्छ दान गरे सबैलाई पुण्य थपिन्छ ल आज एकताल ल बादल मिलेछ है